रुकुम पश्चिममा महेन्द्र ओलीले आफ्नै प्रेमिकाले ढोका दिइन् भनेर पुलबाट हाम फाल्नुभन्दा पहिले एउटा मार्मिक पत्र लेखेका छन्। प्रिय, सायद यो मेरो अन्तिम सन्देश हो। तिमीलाई पहिलो पटक देखेको दिन आज पनि याद छ। तिमीले माया गर्छु भनेर भनेको त्यो क्षण मलाई लाग्थ्यो मेरो जीवनको सबैभन्दा ठुलो खुसी यही हो। हामी मन्दिर गएका थियौँ, भगवानको अगाडि हात जोडेर साथै रहने बाचा गरेका थियौँ। मलाई लाग्थ्यो त्यो बाचा साँचो थियो, तर सायद त्यो केवल मेरो लागि मात्र साँचो रहेछ। समय बित्दै गयो, तिमी बिस्तारै टाढा हुँदै गयौ। एक दिन अचानक तिमीले भन्यौ तिम्रो बानी मन परेन, म यो सम्बन्धमा बस्न सक्दिनँ। त्यो दिन मेरो संसार नै टुट्यो। मैले धेरै सम्झाउन खोजेँ, तर तिमीले फर्केर हेरेनौ। आज म धेरै थाकेको छु। यो पीडा बोकेर बाँच्न सक्ने शक्ति मसँग अब छैन। आमा, बुबा, दिदी, दाइ, मलाई माफ गर्नुहोस्। म तपाईँहरूलाई धेरै माया गर्छु। मेरो कारणले दुखी नहुनुहोला। र सायद तिमीलाई कहिल्यै थाहा नहोला कसैले तिमीलाई कति साँचो मनले माया गरेको थियो। यदि कहिले मेरो याद आयो भने यति मात्र सम्झनु, कसैको दिलसँग खेल्नु कसैको जीवनसँग खेल्नु जस्तै हुन्छ। अब म जान्छु, सायद भगवानले मलाई शान्ति दिनुहुनेछ।